So hey guys, welcome back to the new episode of Sandesh Paudel VLOGES vlogs हैन। आज चाहिँ म दिस इज द डे फर्स्ट नभए पनि दिस इज द डे 4-5 हो म लन्डन आएको। त्यसपछि आज चाहिँ म कलेज जाँदैछु आफ्नो युनिभर्सिटी अफ रोयहाम्पटन। म अहिले चाहिँ बस्ने यता यो गभर्नमेन्ट स्ट्रिटतिर हो। यहाँबाट रोयहाम्पटन लास्टै टाढा रहेछ, थाहा नै पाइएन। फेरि यहाँ रुम रेन्ट एकदम चिल भाइब टाइपको छ, सस्तो छ नि त, धेरै धेरै लिएको। अब तर धेरै टाढा रहेछ उता जानलाई चाहिँ। अब यहाँबाट चाहिँ तपाईँको 3टा ट्रेन चेन्ज गरेर जानुपर्ने रहेछ। मलाई ट्रेनको खासै नलेज पनि छैन, फर्स्ट डे हो। अब हेरौँ के कस्तो हुन्छ। त्यसपछि हिजो थियो खास मेरो इनरोलमेन्ट, हिजो गएन म। हिजो एक ठाउँ मलाई काममा बोलाएको थियो, त्यसपछि हिजो छुट्टिहाल्यो भनौँ लगभग। त्यसपछि अब चाहिँ आज जानु लाग्यो। आज चाहिँ म तपाईँलाई कलेज देखाउनेवाला छु के कस्तो हुन्छ। अनि त्यसपछि आइडी कार्ड समथिङ के दिन्छ मिलाइरहेको थियो मलाई। त्यसपछि यो हो लन्डनको स्ट्रिट, अनि म बस्ने स्ट्रिट पनि यही हो। अब चाहिँ हामी डाइरेक्ट ट्रेन पक्र्छौँ, अनि ट्रेनबाट कस्तो हुन्छ तपाईँलाई देखाउँछु म माहौल। केटा कहाँ पो आइयो, मलाई यहाँ ट्रेनै बिर्सेर म होइन गलत प्लेटफर्ममा झरेर गलत ट्रेनमा पक्रेछु, बसेछु होइन। अहिले अब चाहिँ राइटमा आएको छु। अब पैसा कति काट्यो थाहा नै छैन वेस्टर्नमा। अनि चाहिँ त्यहाँबाट ट्रेन आउँदैछ, त्यहाँबाट म यहाँ कुदिरहेको छु। अर्को ट्रेन अहिले चाहिँ म राइड स्टेसनमा छु हो कि नै। अब कुन पो थाहा नै पाएन मैले, अब कता कता के भयो। फर्स्ट डे हो, अब ट्रेनमा पनि म त्यसो साथी ल्याएर आउनु पर्ने रहेछ। साथीको कलेज थियो फेरि आज, त्यही भएर यिनी दाइले भनिदिइरहनु मलाई कहाँ कस्तो जाने हो भनेर। अब यहाँ चाहिँ प्लेटफर्म 3मा म कुदिरहेको छु। एउटा ट्रेन आउँदैछ यहाँ मेरो कलेजको लागि। 3टा ट्रेन चेन्ज गर्नु पऱ्यो, मलाई के हो थाहा नै पाइएन। त्यसपछि यस्तो छ यहाँको भ्यू, स्काई स्क्रिपर्सहरू देख्न सक्छ तपाईँहरूले योबाट। त्यसपछि अब यहाँबाट चाहिँ मेरो कलेज धेरै टाढा छैन, लगभग 4वटा स्टेसन ल नजिकै छ, त्यसपछि आइहाल्छ। अनि यस्तै छ। अब त्यसपछि अब डाइरेक्ट कलेज गएर म कलेजमा मेरो सबै एटेन्डेन्स गरेर तपाईँलाई भ्यूहरू देखाउँछु कलेजको। अब ट्रेन आउन चाहिँ 3 मिनट जति बाँकी रहेछ होइन। त्यति बेलासम्म यो स्टेसन हेर्नु तपाईँहरूले यस्तो छ यहाँबाट पुरै त्यहाँ। अनि यो चाहिँ पुरै बिल्डिङहरू हो। अनि योवाला प्लेटफर्ममा मेरो ट्रेन आउनु लाग्यो। अनि त्यहाँ चाहिँ उपारि प्लेन उडिरहेको छ, अब यहाँबाट हुने हो। यस्तो यस्तो छ यहाँ बापै, यस्तो घाँटी माथि गरेर हेर्नुपर्छ यहाँबाट चाहिँ। अनि योवाला चाहिँ मेरो स्टेसन हो, हल्स हल्क भन्ने, हल्स हल्क। प्लेनहरू वाइल्ड उड्छ हो यतातिर। अनि यो लाइनबाट चाहिँ हामीहरू टाढा बस्नुपर्छ। योभन्दा उता गयो भने चाहिँ ट्रेनले किज दिन सक्छ, त्योभन्दा योभन्दा यता यो लाइनमा बसेर चाहिँ ठिकै हुन्छ। यस्तै छ यहाँ, घाम चाहिँ एकदम लागेको छ। अब आज पहिलो दिन भएर ट्रेनको खासै नलेज भएन, कहाँ कता छ, जहाँ पाए त्यही ट्याप गरेर पैसा कतिको थाहा नै छैन। तर म बसेको ठाउँबाट एकदम 3टा ट्रेन चेन्ज गरेर आउनुपर्छ, लास्टै टाढा छ होइन। अब पहिलो दिन हो, पहिलो दिन थाहा भएन, दोस्रो दिन तेस्रो दिनबाट चाहिँ अब मैले बुझ्दै गर्छु कहाँ कसरी आउने हो यताउति भनेर। सो दिस इज इट। अनि ऊ माथि चाहिँ कस्तो मजाले प्लेन यहाँ भ्यू चाहिँ ब्लर भयो, भ्यू चाहिँ देखेको छैन। त्यसपछि यो प्लेटफर्ममा छु म अहिले। अनि यहाँबाट यो स्काई स्क्रिपर्सहरू देख्न सक्नुहुन्छ। यस्तै छ हाम्रो नेपाललाई यहाँसम्म पुग्न चाहिँ एकदम समय लाग्छ, तर भइहाल्छ। मेबी होप फर द बेस्ट है। हो मेरो ट्रेन आयो, अब त्यो ट्रेनमा अब म जानु लाग्यो। सो अब कलेज गएर भेटौँला गाइज हामीहरू अब आइपुगेको छौँ युनिभर्सिटी अफ रोयहाम्पटनमा। उहाँ चाहिँ मेरो रोयहाम्पटनबाट पार्टनर भेटिनु भएको छ यहाँ। उहाँहरूको र मेरो सेम रहेछ कलेज, प्लस सेम कोर्स। उहाँले चाहिँ मलाई कलेजसँग लगइन हेल्प गर्नुभएको छ। त्यसपछि यही होला छ, यहीवाला कलेज हो। अब म भित्रबाट देखाउँछु तपाईँलाई के कस्तो छ माहौल। त्यसपछि भ्लग हेर्दै गर्नु होला होइन। तपाईँको नाम भनिदिनु। आर्जु चितवनबाट हुनुहुन्छ उहाँ, म त थपनवालाबाट छु। त्यसपछि यही हो स्ट्रिट। अब यहाँबाट हामी योमा जाँदैछौँ। दिस इज द कलेज वेयर आई पेड 35 lakhs। अब हेरौँ इज इट वर्थ अर नट। इङ्ग्लिस त वाइल्ड भएकोबाट यहाँबाट मेरो गर्नै पऱ्यो अलिअलि। त्यसपछि त्यहाँबाट खैरी आइरहेको छ। अब हामी भित्र गएर छिर्छौँ, इन्डल गर्छौँ, ड्यास दिन्न भन्दै हुन्थ्यो। उहाँको बहुत भइरहेछ अरे, काम झ्याउ भइरहेछ अरे। लेट्स सी मेरो के हुन्छ। होप फर द बेस्ट एन्ड प्रिपेयर फर द वर्स्ट। चाहिँ रेडबुल दिने रहेछ होइन, मैले पनि पाइसकेँ फ्री रेडबुल। अब यो चाहिँ हाम्रो युनिभर्सिटी हो, यहाँभित्र केटाहरू चाहिँ हाम्रो नेपाली गाइजहरू हुन्। अब हामी चाहिँ वासरुम गएर आउँछौँ है त।
म चाहिँ यहाँ फुटबल खेल्न लाग्छु भने यहाँ एकदम मजाको माहौल रहेछ होइन इन्टरनेसनल स्टुडेन्टको लागि त्यहाँ फुटबल खेलाउनु जस्तो अनि उ त्यहाँ क्रिकेट खेल्दा चाहिँ मैले भर्खरै अझै फुटबल खेल्दैछु मेरो यी दुईवटा केटाहरूमध्ये एउटा भिडियो बनाइन्छ नि सो लेट्स गो केटा यो भिडियो साथी तिमी देखिहाल्छु नि ल साथी बेइज्जत नगर न यार Oh, 19. Okay. गाइस अब हल्का प्रब्लम त वाइल्ड प्रब्लम छ यहाँ के मिलेकै छैन मेरो होइन दुई बजीतिर बोला छ अब थोरै टाइम छ यो मेरो पछाडि देख्नुभएको पुरै युनिभर्सिटी हो त्यसपछि यो वाला एरियामा चाहिँ पढ्ने होला सायद अनि दिस इज द एरिया अब त्यहाँ रेड बुल बाइट छ फ्रीमा दिस हावा लगाएर खस्यो क्या त्यही भएर उसले उठाइदियो भन्यो चाहिँ केटाहरू क्रिकेट खेल्दैछन् मलाई क्रिकेटमा जोइन गर्छस् भन्दै थियो गर्नु पर्ला अब एक दुई दिनमा मिलाएर पहिला सुरु मेरो आफ्नो लफडा बिहान 2 बजी बोला छ आज नवाला जस्तो छ त्यत्रो पैसा तिरेर आयो यहाँ अब मलाई भएन झ्याउ हुन्छ सो लाइन देख्नु त कति लामो छ म त लाइन लगाएको छैन यहाँ जबसम्म मेत्यो हुन्न तबसम्म नलाग्ने भनेर सो अब मेरो काम भएछ भन्छ तपाईँहरूलाई सो गाइज द स्याड न्युज फर अस होइन आज म यहाँ इनरोल गर्न आएको थिएँ हाम्रो त्यहाँ केटाहरूले पनि इनरोल गर्न पाएन मैले पनि गर्न पाएन बिकज अफ सम हेभी ट्राफिक होइन यहाँ चाहिँ मैले इनरोल गर्नै पाएन त्यही हो अब फेरि उहाँबाट यहाँ आउनुमा लास्टै पर्छ पैसा खर्च भइसकेको थियो हाम्रो केटा गाइडहरू पनि भित्र छन् त्यसपछि त्यही त हो अब इनरोल किन भएन भने चाहिँ हाम्रो धेरै मान्छेहरू थिए यहाँ सो त्यही भएर इनरोल गर्न पाएन अब भोलि आइज भनेको छ हामीले टिकट पनि दिएको छ बरु त्यो टिकट हराउँला यार पाकेटमै छ त्यो टिकट दिएपछि हामी सुरुमा गर्न पाउँछौँ सो हाम्रो एक दुईवटा केटाहरू पनि छन् पछाडि तिनीहरूले पनि गर्न पाएन अब ब्याक टु द नर्मल फेरि हामी घुम्न जान्छौँ सो भ्लगलाई चाहिँ हामी घुम गएर एन्ड गर्नु पनि सक्छौँ अनि हामी साथीहरूसँग आजको फिडब्याक पनि माग्न सक्छौँ सो ठिक छ कलेज चाहिँ ओभर बवाल छ अब लेट्स सी द एक्सपिरियन्स अफ स्टडिङ एट द युनिभर्सिटी अफ ब्रह्याम्पटन सो हाम्रो केटाहरू पारी छन् तिनीहरूको पनि म प्रतिक्रिया लिन्छु सो एक आइज अब हाम्रो भनिदिनु हेलो हेलो आज कस्तो ब्लग्स हो सन्देश पौडेल ब्लग्स सन्देश पौडेल ब्लग्स वेलकम टु सन्देश पौडेल ब्लग्स आजको एक्सपिरियन्स कस्तो भयो आजको एक्सपिरियन्स खुट्टाको यहाँ सब कुरा दुखिरहेको छ मान्छे मात्र दुख्न बाँकी छ त्यही त हामीहरू पुरै गरिसकेर होइन लास्टमा आएको बेला यिनीहरू गोरेहरूले जा भन्दा कि हामी नेपालीहरूलाई हेप्यो होइन जेन्जीको प्रोटेस्ट यहाँ पनि देखाउनुपर्छ होइन होइन नदेखाउँ यहाँ त निकालिदिन्छ देशबाट त्यही हिजो भर्खर आएको म त झन् हिजोबाट आएको तपाईँ एक दिन पनि एक्सपिरियन्स गर्न नपाइकन लन्डनबाट निस्किनु पर्यो त्यही भने हामी यहाँबाट जानुपर्छ भनियो तर एकदम अन्याय गर्यो नि अब तपाईँ तिमी भन्छौ यु क्यान से तिम्रो नाम के अरे जो तिमी भन के भन आज के भयो यस्तो भएन पैसा रिफन्ड माग्ने हो कि पैसा रिफन्ड मागेर चाहिँ बहुत झगड छ यस्तो समेत छ हामीलाई अनफेयर भयो भन्दाखेरि सेक्युरिटी बोलाइदिन्छु मलाई त सेक्युरिटी बोलाइदिन्छु भने नि त म एक्लै बोले हो नि त मैले भनेको दिस भेरी मच अनफेयर फर अस यु सुड एटलिस्ट प्रोभाइड अस सम प्रोभिजन भन्दाखेरि होइन हुँदैन तिमीहरू अलिक बस गरिस् भने मलाई कार्ड बोलाइदिन्छौँ तिमीहरूलाई यहाँ निकाल्नै पर्ने हुन्छ भन्छ त्यस्तो भनेर हुन्छ त भन न त्यत्रो 21-22 लाख तिरेको त कामै होइन गाडी छोड दोस्त जुन युनिभर्सिटीको आज छ तिनीहरूले एउटा बनाएर राख्नुपर्छ नि म्यानेजमेन्ट त्यही भने if you are from Roehampton you should understand that they have no management at all if this is the baddest situation मैले यो चाहिँ कम्प्लिट गरिसकेपछि यिनीहरूलाई चाहिँ 0 रेटिङ face too much in 2 days seriously very much कहाँबाट जाने हामी गाडी 5 बाट यिनीहरू तपाईँ कहाँ जाने हो म त गाडीबाट गाडी हो टायर गाडीबाट जाने अरे गाइज सो हामीहरू अब वहाँ गएर जाउँ हामी सो दिस इज द फर्स्ट टाइम आई वाज ट्राभलिङ इन द बस होइन अब यहाँबाट चाहिँ घर जान्छु राति भइगयो आजको दिन बेकार पैसा बेकार सब वेस्ट फेरि भोलि बोला यस्तै रहेछ लन्डन बेस्ट अफ लक जो आउँदै हुनुहुन्छ तिनीहरूको लागि रमाइलो त रमाइलो भयो फेरि नयाँ नयाँ साथीहरू भेट्यो त्यही त हो कुरो अब यहाँबाट चाहिँ हामी घर जान्छौँ त्यसपछि घर कुरा गर्छौँ सो गाइस दिस इज द डे 2 होइन हामीहरू अब युनिभर्सिटी जाँदैछौँ भनौँ यहाँबाट त्यसपछि होइन उसलाई युनिभर्सिटी हो क्या बुझ्नु युनिभर्सिटी जाँदैछौँ होइन सो यो चाहिँ पुट्ने ब्रिज हो यसको भ्यू तपाईँले देख्न सक्छ वान अफ द बेस्ट ब्रिज इन द वर्ल्ड भन्न त मिल्दैन तर बवाल छ अनि हाम्रो पछाडिको यस्तो बवाल छ होइन त्यसपछि
त्यसपछि यहाँ अब भिडियो बनाउनु पसिबल पर्दैन, हामी त हिँडिरहेको छौँ पारामा। अब आज गएर चाहिँ हामीले आइडी कार्ड लिन्छौँ, लास्ट हेक्टिक हुनेवाला छ आजको दिन। सो लेट्स सी आइडी कार्ड पाउँछ कि पाउँदैन, पाउँदा फिक्स पाउँछ किन हिजो हामीले आज बनाइसकेको थियौँ। सो लेट्स सी होइन, होप फर द बेस्ट, प्रिफेयर फर द वर्स्ट। सो कलेज गएर भेटौँ ल। सो फाइनली गाइज दिस इज द डे 2 होइन। डे 2 मा चाहिँ हामीहरूले नयाँ साथी आएको छन् नेपालबाट होइन, यिनी पनि हाम्रो घरमा बस्छन्। सो दिस इज द डे 2 अनि मैले र यिनी साथीले चाहिँ कार्ड पायौँ फाइनली। दिस कार्ड वर्थ नेपाली 35 यु नो होइन, नेपाली 35 लाग्छ यो कार्ड लिनलाई। ओभरअल द कलेज इज गुड, द पर्सन आई मेड टुडे विथ द स्पेसल वान, तिनीहरू पनि लास्ट गुड, एकदम हेल्दी र एकदम हेल्पफुल के भन्छ नेचरको थिए। यिनी साथी पनि एकदम चिल छन् अनि यिनीहरू इङ्ग्लिस बोल्न सिक्नुपर्छ इङ्ग्लिस बोल्न सिक्छन्। त्यसपछि यो मेरो पछाडिको युनिभर्सिटी हो। आज मैले चाहिँ कार्ड पाइसकेँ। सो यो भ्लग चाहिँ अब यति नै मैले गराउन चाहेँ। अब यहाँबाट चाहिँ हामी ट्रेन पकाउनुपर्छ। सो दिस इज इट गाइड होइन, भिडियो चाहिँ राम्रो लागेको छ। यु क्यान सब्सक्राइब माई च्यानल। अब रेगुलर ब्याक टु ब्याक युकेको भ्लगहरू आउनेवाला छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। सो दिज आर द पिपुल हु स्टडी हियर। अनि यहाँबाट चाहिँ अब मेन इन्ट्रेस्ट हाम्रो यहाँ पछाडि देखेको चाहिँ युनिभर्सिटी अफ रोहाम्पटन हो। यहाँ आउनको लागि यति मेहनत थियो। सो फाइनली वी हियर अनि अब कार्ड बन्यो। अब लेट्स वेट फर द रुटिन। यस्तै थियो ल। सो गाइज यु क्यान सब्सक्राइब माई च्यानल इफ यु लाइक द भिडियो एन्ड सब्सक्राइब इट ओके। सो यस्तै नयाँ भ्लगहरू म हाल्दै गर्छु। नयाँ भ्लग हेर्नको लागि चाहिँ च्यानल सब्सक्राइब गर्नु पऱ्यो, लाइक कमेन्ट सेयर, र कुन पार्ट मन पऱ्यो त्यो पार्ट पनि हालिदिनु होला। र हामी फेरि नयाँ एक्साइटिङ भिडियो लिएर आउनेवाला छौँ। त्यति बेलासम्म बाई, जय नेपाल।